यो व्हाट्सअप गाइज आजको भिडियोमा म तपाईहरुलाई देखाउन गइरहेको छु नेपालमा फ्रीमा .np.com को डोमेन कसरी लिने भनेर। सो लेट्स स्टार्ट द भिडियो। फर्स्ट अफ अल तपाईले कुनै पनि एउटा ब्राउजर ओपन गर्नु होला। जस्तै मैले माइक्रोसफ्ट एज ओपन गरेको छु। तपाईहरुले क्रोम, फायरफक्स, ओपेरा जुनसुकै ब्राउजर ओपन गर्न सक्नुहुनेछ। अनि यहाँ आएर सर्च गर्नु होला .com.np डोमेन रजिस्टर भनेर। अनि यो नेपाल's official .np डोमेन रजिस्ट्रेसनमा क्लिक गर्नु होला। सिम्पली क्लिक गरिसकेपछि तपाईले डोमेन नेम चेक गर्नुपर्ने हुन्छ अवेलेबल छ कि छैन भनेर। सर्च गर्नु होला। ल तपाईले देख्न सक्नुहुनेछ देखाइरहेको छ दिस इज अलरेडी टेकन प्लिज चुज अनदर डोमेन भनेर। तपाईले अर्कै डोमेन चुज गर्नुपर्ने हुन्छ। प्लिज रिमेम्बर गाइज तपाईहरुले यहाँ चाहिँ कुनै पनि अर्कै वा उटपटाङ नाम चाहिँ नराख्दिनु होला, किनभने यो म्यानुअली भेरिफाई हुने हो। तपाईको नागरिकतामा जे छ त्योसँग म्याच हुने नेम चाहिँ राख्दिनु पर्ने हुन्छ। जस्तै म चेक गरिरहेको छु अवेलेबल छ कि छैन भनेर। अवेलेबल देखाइरहेको छ। अवेलेबल देखाइसकेपछि तपाईले सिम्पली रजिस्टर नाउमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यस्तो टाइपको इन्टरफेस देख्न सक्नुहुनेछ तपाईहरुले। यदि हजुरहरुकोमा अकाउन्ट छैन भने क्रिएट युजरमा गएर इमेल अनि पासवर्ड राखेर बनाउनु होला। इन माई केस मेरो अलरेडी अकाउन्ट छ, सो मैले सिम्पली साइन इन गर्छु। साइन इन गरिसकेपछि तपाईले देख्न सक्नुहुनेछ प्राइमरी नेम अनि सेकेन्डरी नेम भनेर देखाइरहेको छ। यो नेम भनेको के हो भन्दा तपाईहरुले होस्टिङ सर्भर चुज गर्नुपर्ने हुन्छ। फर एक्जाम्पल होस्टिङ सर्भरहरु धेरै छ। फर एक्जाम्पल इन्फाइनाइट फ्री अनि क्लाउडफेयर। त्यसको लागि चाहिँ तपाईले वेबसाइट पब्लिश गर्नको लागि चाहिँ त्यसमा लिंक गर्नुपर्ने हुन्छ। सिम्पली अहिले तपाईले यही राख्दिदा हुन्छ। जस्तै मेरोमा क्लाउडफेयरसँग लिंक गरेको थियो, यो देखाइरहेको छ। अहिले चाहिँ नराख्नु होला तपाईहरुले। अहिले इजी एनएस होस्टिङ वानमा जे देखाइरहेको छ त्यो राख्दिनु होला। जस्तै मैले ns1.hosting.net.np राखे। सेम एज सेकेन्डरी सर्भर नेम एनपी। अनि यहाँ तपाईहरुले आफ्नो फुल नेमहरु अर्गनाइजेसनको लागि हो कि आफ्नो पर्सनल युजको लागि केको लागि, कन्ट्री, प्रोभिन्स अनि सिटी, एड्रेस, टेलिफोन नम्बर सबै राख्नुपर्ने हुन्छ। सिम्पली तपाईहरुले फिलअप गरिदिनु होला। यहाँ गरिसकेपछि यति सबै गरिसकेपछि सेभ एन्ड कन्टिन्यू गर्नु होला। सेभ एन्ड कन्टिन्यूमा चाहिँ अब आउँछ मेन स्टेप। यो भनेको तपाईहरुले आफ्नो डकुमेन्टहरु अपलोड गर्नुपर्ने हुन्छ। जस्ट लाइक कभर लेटर, सिटिजनशिप, फ्रन्ट एन्ड ब्याक दुवै प्रकारको अपलोड गर्नुपर्ने हुन्छ। कभर लेटर भनेको के हो त? कभर लेटर भनेको चाहिँ एउटा डकुमेन्ट हो जसले तपाईहरुले नेपाल गभर्नमेन्टले इन्फर्मेसन दिनुपर्ने हुन्छ केको लागि तपाईलाई डोमेन चाहिएको हो, केको लागि, संस्थाको लागि, पर्सनल युजको लागि, आफ्नो बिजनेस प्रमोटको लागि। त्यसको लागि चाहिँ कभर लेटरको फर्मेट चाहिँ यस्तो टाइपको हुनेछ। अगाडि स्क्रिनमा देख्न सक्नुहुनेछ। सिम्पली कभर लेटरमा गएर चुज फाइलमा क्लिक गर्नु होला। अनि तपाईहरुले धेरै साइजको फोटो चाहिँ तपाईहरुले त्यो अपलोड गर्न सक्नुहुन्न। सो 500 आई थिंक 200 to 500 होला सायद, त्यो भन्दा कमकै अपलोड गर्नु होला। फर एक्जाम्पल मैले चाहिँ अहिले डोमेन लिन लागेको छैन, जस्ट उसको अपलोडको लागि मात्रै। अनि सेभ इमेज गर्नु होला। सेभ इमेज गरिसकेपछि जेपीजी फर्मेटमा हुनुपर्छ है, जेपीजी अनि जेपीजी। सिम्पली म देखाउँछु तपाईलाई। सिटिजनशिप फ्रन्टको ओपन अनि सेभ गर्नु होला। यहाँ जेपीजी फर्मेटमा छैन भने तपाईले देखाउनेछ। अनि धेरै साइजको छ भने पनि तपाईले अपलोड गर्न सक्नुहुने छैन। सेभ र तपाईले चुज गरिसकेपछि सेभ इमेज गर्न चाहिँ नबिर्सिनु होला है। सिटिजनशिप ब्याकको जस्तै सेभ इमेज गरिसकेको छु। यति गरिसकेपछि तपाईहरुले कभर लेटर पनि अपलोड गर्नुपर्ने हुन्छ।
फर इक्जाम्पल म यही अपलोड गरिदिन्छु कभर लेटरकोमा पनि तपाईँहरूले चाहिँ रियल कभर लेटर नै अपलोड गर्नु होला तपाईँहरूको डोमेन चाहिँ रिजेक्ट हुनसक्छ अपलोड रियल गर्नु भएन भने यति गरिसकेपछि तपाईँले रिक्वेस्ट डोमेन प्रोसेसमा क्लिक गर्नु होला यति गरिसकेपछि तपाईँले मेल पाउन सक्नुहुनेछ यो मेल चाहिँ 24 आवर्स टु 48 आवर्ससम्म जतिखेर पनि आउन सक्नेछ यदि रिजेक्टेड भनेर आयो भने पनि तपाईँले चिन्ता मान्नुपर्ने हुँदैन किनभने तपाईँहरूले आफ्नो नामको अर्कै राख्न आफ्नो नाम म्याच नहुने गरी राखेर पनि रिजेक्ट भएको हुनसक्छ किनभने यो म्यानुअल्ली चेक भएर तपाईँको रिजेक्ट या एक्सेप्ट हुने भनेर भन्ने हो यदि केही प्रब्लम छ भने मलाई इन्स्टाग्राममा म्यासेज गर्न सक्नुहुनेछ मेरो इन्स्टाग्राम चाहिँ मेरो डिस्क्रिप्सनमा राखिदिनेछु रिक्वेस्ट गरिसकेपछि ड्यासबोर्डमा आउनु होला ड्यासबोर्डमा देख्न सक्नुहुनेछ एडिट डिएनएस गरेर तपाईँले पछिबाट चाहिँ होस्टिङको नाम राख्नुपर्ने हुन्छ अहिले जस्ट एक्टिभको लागि केही पनि गर्नु पर्दैन यो चाहिँ मेरो अघि नैको लागि पनि भनेको थिएँ मिस एप्लिकेन्ट देखाइरहेछ सो मैले डकुमेन्टहरू अपलोड गरेको थिएन त्यही भएर यो देखाएको हो तपाईँहरूको डोमेन एक्टिभ भइसकेपछि यो एक्टिभ डोमेन सेक्सनमा एक्टिभ भनेर देखाउनेछ यहाँ गएर डिएनएसहरू एक्टिभ गर्नुपर्ने हुन्छ जस्तै मैले इन्फाइनाइट फ्रीको राखेको छु तपाईले पनि होस्टिङ सर्भर चुज गर्नुपर्ने हुन्छ सो यति नै हो गाइस थ्यांक्स फर वाचिङ